नमस्कार। यदि तपाई सिस्टमैटिक इन्भेस्टमेन्ट प्लान एसआईपी अन्तर्गत लगानी गर्ने सोच्दै हुनुहुन्छ भने यो भिडियो तपाईको लागि हुन सक्छ। आजको भिडियोमा चाहिँ हामी सिस्टमैटिक इन्भेस्टमेन्ट प्लान एसआईपी अन्तर्गत लगानी गर्दा के फाइदाहरू हुन सक्छन् त्यो हेरौं। एसआईपी मा लगानी गर्दाको पहिलो फाइदा भनेको रुपी कस्ट एभरेजिङ हो। यो कन्सेप्टलाई साधारणतया बुझ्ने हो भने तपाईको लगानीको औसत लागत घटाउनु हो भन्ने बुझिन्छ। एसआईपी मा तपाईले नियमित लगानी गर्नुहुने हुनाले न्याभ भ्यालु बढी भएको बेलामा कम इकाइहरू खरिद गर्नुहुन्छ र न्याभ भ्यालु कम भएको बेलामा बढी इकाइहरू खरिद गर्नुहुन्छ। यसरी न्याभ भ्यालु बढी भएको बेलामा कम इकाइ र कम भएको बेलामा बढी इकाइ खरिद गर्दाखेरि तपाईको औसतमा लगानीको लागत घट्न जाने हुन्छ। उदाहरणको लागि मानौ तपाईले कुमारी सुनौलो लगानी योजनामा रु 10,000 प्रति महिना एसआईपी गर्ने सोच्नुभयो र एसआईपी थाल्नुभयो। पहिलो महिना न्याभ 10 हुँदा तपाईको खातामा जम्मा 1000 इकाइ जम्मा भयो। त्यस्तै दोस्रो महिना न्याभ घटेर मानौ 9 मा झर्यो भने तपाईको खातामा 1111 इकाइ जति जम्मा हुन्छ। त्यस्तै गरी तेस्रो महिना न्याभ बढेर 10.5 पुग्यो भने तपाईको खातामा जम्मा 952 इकाइ जम्मा हुन्छ। यसरी जम्मा तपाईको 3 महिनाको लगानी रु 30,000 भयो र तपाईले जम्मा 3063 इकाइ खरिद गर्नुभयो, जसको औसत लागत रु 9.79 प्रति इकाइ हुन आउँछ। यदि तपाईले यसरी नियमित रूपमा एसआईपी गर्नुभएको थिएन र रु 10 को न्याभमा एकैचोटी रु 30,000 रुपैयाँ लगानी गर्नुभएको थियो भने औसत लागत 10 नै हुन आउने थियो र यो रुपी कस्ट एभरेजिङको फाइदा लिन सक्नुहुन्न थियो।